साथीहरू हामी चाहिँ घुम्न हिँड्ने हम हेर्नु अनि आमा र म हो आमालाई देख्न सक्नुहुन्छ अगाडि हुन्छ। आज चाहिँ घर बस्दा बस्दा वाक्क भएर बाटातिर यसो घुमौँ भनेर नि हिसाबले हिँडेको। उहाँ चाहिँ बाबुले मलाई बोलाइरहेछ उहाँ देख्न सक्नुहुन्छ घरदेखिबाट। अनि यस्तै छ हेर्नु खानी बस्ने सुत्ने मात्रै काम भइरहेछ। अनि त्यहाँबाट मम्मी यता हेरिदिनु त आमा पनि हेर्न सक्नुहुन्छ मेरो सासु आमा हो। अब त म भिडियो बनाउँदैछु। यी देख्न सक्नुहुन्छ जताततै पाकेर गहुँ भन्नुहुन्छ नि अब 15-20 दिनमा चाहिँ काट्नै पर्ने हुने स्थितिको भइसक्यो। यी देख्न सक्नुहुन्छ अर्डरहरू पनि पाक्न लाग्यो। हल्का हल्का थोरै थोरै उस गर्दै भिडियो बनाउँदै पोस्ट गर्दै गर्ने हो म चाहिँ। त्यो त फुल भिडियो बनाउन चाहिँ जान्दिनँ। हेर्न सक्नुहुन्छ यहाँको चाहिँ गाउँ ढलेर यस्तो सुतेछ कि यो बढी मोल भएर हो कि अब के भएर हो भनौँ हावापानी असिना आएर हो कि त्यस्तो भयो। यहाँ हेर्न देख्न सक्नुहुन्छ कति ढलेछ ऊ त्यहाँ हेर्न सक्नुहुन्छ ऊ चाहिँ ढलिरहेछ गाउँ। यहाँ हेर्नु यहाँको चाहिँ केही भएन खासै हाइटी पनि छैन गाउँ। अनि त्यहाँबाट यहाँको चाहिँ हाइटी भएर हो कि भनौँ न अब धेरै उस भएर हो। साथीहरू हेर्नु यी हामी चाहिँ हिँड्दैछौँ यी बाटोमा छौँ। यस्तै बनाइराखौँ अब जानिन्न नजाने पनि हल्का हल्का भइरहेछ। घुम्न जाने हो हल्का हल्का भिडियो बनाउँदैछौँ। घर बसेर जति